नमस्कार साथीहरु, सुजन ब्लग्स फेसबुक पेजमा यहाँलाई स्वागत छ। यति बेला हामी तपाईहरुमा फेरि पनि जुटिसकेका छौं। हाम्रो ब्लगमा यहाँलाई स्वागत छ। आज निकै लामो समयपछि यो बुद्ध चोकतिरको आसपासबाट हामी ब्लगमा जोडिएको हौं। यहाँनिर हाम्रो साथीहरुलाई एकदमै देख्न सक्नुहुन्छ। अनि हाम्रो अङ्कललाई यहाँनिर मैले भेटाएको छु। यो चाहिँ हाम्रो बुद्ध चोक देख्न सक्नुहुन्छ हजुरहरूले। गत 2 वर्ष पछि निकै परिवर्तन भएको देख्न सक्नुहुन्छ। अनि हाम्रो साथीहरू यहाँनिर छ। आज विशेष गरी यहाँनिर हामी भीमले बोलाइ गऱ्यो किन रहेछ भनेर आएको त धेरै भयो नभेटाएको। अनि त्यसपछि भेटौँ न भनेर बोलाएको रहेछ बिना काममा है। अनि त्यसपछि हामी आइसकेपछि अब यस्तै छ, यतै घुमाउँदैछ यसले। अनि खाजा चाहिँ सब्स्क्राइब हान्दिमै गएर साहिल कविराज भनेको च्यानल छ, त्यो सब्स्क्राइब हान्नु युट्युबमा गएर अर्को च्यानललाई सब्स्क्राइब हान्नु है। ल ठिक छ। ओइ भीम, लास्टमा सोधेँ, आज तिमीले मलाई हामीले किन बोलाएको? यो कारण चाहियो नि त हामीलाई। चिया चौतारीको चिया खुवाउन बोलाएको हो भने अब हामी जाने हो। यो चाहिँ बुद्ध चोक हो। भीम, चिया चाहिँ खुवाउनु पर्यो कि त केही न केही त खुवाउनै पर्यो। अब बोलाइसकेपछि माटो खुवाउँछु तिमीलाई। त्यस्तो कुरा चाहिँ हुँदैन होइन। अब लु चिया भयो भने अब भीमको त हामीले खाएर जाने हो, अरू कुरा हामी केही जान्दैनौँ। मसँग सुक्को पैसा छैन। हेर मसँग 1 रुपियाँ पैसा छैन नि। अब खुवाउनु पर्यो है। ल खुवाउनु पर्यो अब 50 रुपियाँको त्यहाँ छ। अब गएको छ होइन। अब यता सब्जी पसल छ। अनि यतापट्टि चिया चौतारी सबै कहाँ जाने भनेर सब्जी खुवाउने कि चिया खुवाउने भनेर सोचिरहेको छ भीमले। अब हामीलाई काँचो टमाटर खुवाउँछ या काँचो त्यो इस्कुसहरू के खुवाउँछ त्यो थाहा भएन। हाम्रो साहिल कविराज यहाँ हुनुहुन्छ, उहाँको दैनिक भ्लगलाई चाहिँ हामी हेर्न पाउँछौँ। ल धन्यवाद साथीहरू।